हामी चाहिँ केबल कारमा छौँ। आज ट्याक्क जान पर्यो बन्दीपुर। बन्दीपुरको उडान भर्दैछौँ है। अब उडानले बाटो छोड्यो है। उडानले बाटो छोड्यो। मजा आउँदो रहेछ यहाँ। तान 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 बहुत मन पर्यो। यसलाई बहुत मन पर्यो। हामी प्लेन चढेकोलाई त केही जस्तै लाग्दैन रहेछ। यहाँनिर यहाँनिर अलिक घटा घटा गर्छ होला त्यही उनेर पोल पोलमा। किन रोक्यो त्यो? आउँदैछ आउँदैछ स्लोमा आउँदैछ। अब हामी पुग्ने उतो हिलमा हो ट्याक्कै बन्दीपुर हिल। ल भ्यू यस्तो देखिँदो रहेछ ल। तर त्यति हाइट त होइन है यो। तर स्लो हिँड्यो है। यसको स्पिडै होला। यहाँको साउन्डहरू पनि जान्छ होला नि। चाहिँ मजा लिएर घरहरू देखाइदियो नि तलको त्यहाँ तल घरहरू चाहिँ खतरा घरहरू छ यार। यो त कडा छ। यस्तो देखिन्छ तल। यहाँ अलि हाइट रहेछ यो। सिसी क्यामेरा नि ठोक्दो रहेछ क्या खै। यत्रो उकालो अनि कम त गाह्रो हुन्छ त मेसिनलाई पनि। यो चाहिँ के झ्याल पनि हो कि है? यो फ्यान हुनुपर्ने होइन र हुन त यसमा। फ्यान हुनुपर्ने कि एसी आइरहेको कि हावा साह्रै स्लो है। बहुत स्लो रहेछ यार। बहुत र न हुन्छ भनेको त यार यो त पुरै स्लो छ। तै पनि मजा आएछ पहिलोचोटि हो मेरो नि हो मनोकामना पनि राखेन त्यो। हामी कहाँ अब हिँडेरै पुग्ने मान्छे हो। पछि पछि गाडी गइहाल्छ। आधा घन्टा गाडी पुग्ने मान्छे के सोखले चढ्ने मात्रै हो। प्लेन चढायो मान्छेलाई यो के भने। तर यो यस्तो हाइटबाट चाहिँ बहुत गाह्रो पर्छ होला यसलाई। यसले लाइन चाहिँ कहाँ लिँदो रहेछ त होला? यसको कतिवटा एउटा यो भयो। तिनीहरू चाहिँ सामान बोक्ने। यो सामान बोक्ने कुन? त्यो अहिले आएको त्यसमा सिसा रहन्छ के अरे। त्यहाँबाट त बहुत मुस्किल पर्छ होला त्यसलाई त यार। के हालेर पठाए त प्लास्टिक। सामान बोक्ने मान्छे बोक्ने एउटै लाइनमा आउँदो रहेछ। एउटा प्यारासुट लगाएर हाम्रोमा मजा आउँछ। तल खासै ऊ छैन। त्यति अग्लो छैन। उसको चाहिँ डेन्जर अग्लो छैन। के अरे मनोकामना पावर आयो अहिले। मान्छे छैन यार। हामीभन्दा अगाडिको 2 डिब्बा अगाडिमा गहा। यिनीहरूको यसमा इलेक्ट्रिसिटी आउने भएपछि यहाँ पनि यसो फ्यान छैन होइन? पङ्खा भन्ने नि यसो हाल्नु। जति माथि आयो उति गरिमा खाने हो। किन झन् माथि गर्मी हो र? जङ्गलले होला। ल यहाँनिर त लास्टै तल यार। ट्विनकै लट्ठा जस्तो हुँदो रहेछ। भनेपछि त यस्तो जस्तो लाग्यो दाजु मलाई त। यो आफै घुम्ने होइन रहेछ। लट्ठा चाहिँ तान्नु जाने। हेलो। वाउ अब मजा आउने वाला छ। हाइट बढ्यो बल्ल।
तर माथिबाट झर्दा चाहिँ अलिक डर लाग्छ होला रे। म त यो चाहिँ गुड्किने होला जस्तो लाग्छ कि यसमा लट्ठा गुड्किने। सेम प्लेन जस्तो भयो त्यहाँ।